बडा गजबको जात्रा चलिरहेछ। फाइलका फाइल, घोटालाका घोटाला, यस्तो कुरासम्म हुन आएको छ कि यो संसद होइन, कुनै ब्ल्याकमेल गर्ने थलो हो। ऊ परपट्टि बसिसकेपछि यतापट्टिकाले दोष लगाउने, परपट्टिका वारी आएपछि अनि यहाँकाले पारिकालाई दोष लगाउने। म अहिले पनि भन्न चाहन्छु, तपाईँ सरकारमा हुनुहुन्छ, अहिलेको सरकारले भोलि तपाईँहरूको दिन नआओस् फेरि भुटानी शरणार्थी भनेर यहाँ कराउने, तपाईँहरूको दिन नआओस् फेरि गिरिबन्धु यहाँ भनेर कराउनु पर्ने, तपाईँहरूको दिन नआओस् फेरि टेरामाक्स भन्नुपर्ने, तपाईँहरूको दिन नआओस् फेरि ओम्नु भन्नुपर्ने, तपाईँहरूको दिन नआओस् फेरि एन्सेल भन्नुपर्ने, तपाईँहरूको दिन नआओस् फेरि मेलम्ची, व्हाइट बडी लगायतका भ्रष्टाचारका काण्ड फेरि हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस्। काम गर्नुहोस्, खोल्नुहोस्, धमाधम कारबाही गर्नुहोस्। त्यही भएर अहिले संसदमा कस्तो जुवारी चलेको छ भने सम्माननीय सभामुख महोदय, तिम्रा फाइल बन्द गर्छौ अनि हाम्रा किन खोल्छौ? पहिला तिम्रा गर, त्यसपछि हाम्रा गर। तपाईँहरू मिल्या होइन हिजो? म तपाईँलाई अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, यो देशका जनताले रगत पसिना तिरेर बनाएको संसद हो। जुनसुकै हुन्छन् उनीहरूका भ्रष्टाचारलाई कारबाही गर्नुहोस्, चाहे सत्ता पक्ष होस् चाहे प्रतिपक्ष होस्। फेरि